Hello guys. Welcome to our channel. आज चाहिँ फेरि तपाईहरुको माझमा म हामी आइसक्यौं। आज चाहिँ हामीले खानी च्यालेन्ज गरिरहेको छौं गाइस। खानी अनि खानको लागि चाहिँ हामीले आछौं यता 3 प्लेट मोमो अनि अर्को यता 3 प्लेट मोमो छ गाइस। यता अनि ऑल टाइम फेभरेट कीमा नुडल्स विथ अनलिमिटेड वाटर होइन एक जग वाटर। हामी गफगाफ गर्दै सुरु गर्ने छौं हैन। मुखमा पानी आइसक्यो। अघि भर्खर 2 प्लेट खाएर 2 प्लेट अगाएन। यो चाहिँ हो मोमोको झोल पोखो मार्छे बुढीले। अब चाहिँ हामी सुरु गर्दै छौं गाइस हैन। 3 2 5 हैन 3 3 2 1 स्टार्ट। गो म त हातले दाबिदिनु म त एकछिन खाए ल पनि खाए ल। मैले चाहनु चिसो भन्छ नि अलि म चाहिँ हैन गाइस काठमाडौँ बसेको चाहिँ 4-5 महिना हुन लागिसक्यो। घरमा हुँदा त मस्त मम्मीले बनाइदिन्छ गम खाइदिन्छ। यहाँ त सुको झोल त्यही भएर यसो होलिडेमा हैन कति सुत्नु के कति दिक्क लाग्नु। खाएला किमा नुडल्स किमा नुडल्स चाहिँ धेरै ल्याएन हामीले। चिसो भएर मलाई मन परेन गाइस। मोमो खान्छु इच्छा छ मोमो खान्छु ल। मलाई यसको बानी चाहिँ एउटा बोल्दै नबोल्ने। अरू बेला त पत्तर त्यो बुढी बाख्रा कराउँछ त मा गरी त्यस्तो कराउँछ। अहिले चाहिँ कराउँदैन। ल आज त भन्दा तँलाई मेरो के बानी मन पर्दैन? मलाई अलि कसरी मलाई हैन के बानी मन पर्दैन भने जतिखेर नि कसरी जतिखेर पनि कराको कराई यो भएन त्यो भएन। खाना भएन त नि हैन गाइस। खाना बनाएर दियो भने पनि मिठो भएन खादिन। 1 प्लेट खाइसकेपछि खादिन। 3 थाल खाइसकेपछि नखाने भन्ने फेरि मिठो भएन भन्छ। मिठो भएन भोक लागेपछि खानै पर्यो। अहिले पेट भरिसक्यो। तर बुढी त राक्षसै पाएको मैले साँच्ची हो। राक्षसै पाओ क्या राक्षसै पाओ। म कपालले के डिस्टर्ब गर्यो। तालु पार्दै तरङबङ शिवाजी द बस। यस्तो रमाइलो फेरि कहिले आउने होला?
तर हेर्न गाइस एकछिन पानी खान्छु पहिला अनि भन्छु तर यो केटी मान्छेलाई हेर्न गाइस आफ्नै कपालमा नानाभाती लाउनु नि छ त्यही कपालले डिस्टर्ब गर्यो भन्नु नि छ अनि आफ्नो टाउको सबै कपाल जति लोग्नेलाई खुवाउनु नि छ त्यही पनि बाल मतलब छैन आफ्नै धुनमा कपाल चाहिँ कहिले खाएँ मैले जहिले हेर न जहिले तरकारीमा कपाल जहिले त लाग्छ नुन खोर्सानी भन्दा नुन खोर्सानी होस् नहोस् त्यो अनिवार्य होस् नहोस् तर कपाल अनिवार्य अल टाइम फेभरेट इज ब्ल्याक हेयर यो भिडियो पछि म बाँच्छु कि बाँच्दिनँ थाहा छैन लाइक चाहिँ गरिहाल्नु नि फेरि मेरो मात्र कपाल छ तपाईँको छ कि छैन गाइस कमेन्ट डाउन बिलो खाना लोग्नेले बनाउँछ कि बुढीले बनाउँछ खाने त बुढोले हो नि के थाहा खाना बनाएपछि बुढीको त मुखै हुँदैन गाइस खाँदै खाँदैन खाना दिइसकेपछि के थाहा कपाल चुरालेर हाल्छ कि मेकअपकै मतलब छ छि खाँदैछु गाइस छोरी मान्छेको के भन्छ गहना भनेकै मेकअप हो के सुन्दर बाँदरको छ बाँदर जस्तो ओ देखे गाइस कसले फर्स्ट खान्छ भन्ने रेस हुँदैछ मेरो त भएन गाइस मैले चाहिँ एक प्लेट त सक्कै छु मैले 2 प्लेट पनि सिधाएन मैले जम्मा 1 प्लेट सिधाए उसको 2 प्लेट सकाएन भन्नाले 2 प्लेट आई मिन 2 प्लेट बाँकी होला 2 खासमा गोद्नु पर्ने त यो खैरिहाल्ला हो त नेपालमा कहाँबाट इङ्ग्लिस ल्याइदियो क्या ठक्ने मुत्ने पाद्ने सबैले इङ्ग्लिस ठोक्दा ठोक्दा झ्याउ लाग्छ सिक्न जान्नु पर्यो हैरान गाइस अनि मेरो सबभन्दा मनपर्ने बानी भनेको के हो तँलाई खाना मनपर्ने बानी अनि चाहिँ कसरी रिसायो भने आएर फकाइहाल्ने एकछिन रिसाएको देख्ने नहुने रिसायो भने अनुहार बाँदर जस्तो देखिन्छ भन्छ पता नि बाँदरलाई बाँदर जस्तो देख्यो नि के स्वर्ग परि भन्नु भएन रिसाएपछि के गरी फकाउने चटपटे खाना भनेर भन्छ कोही बेला डेरी मिल्क लिएर फकाउनलाई मैले त्यस्तो गर्छु होला त गाइस के थाहा है तपाईँको बानी एक दुई तीन चार पाँच छ नौ दस 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 लगभग बल्ल त एक प्लेट सिद्धियो पनि केही सोध्न सबैलाई सबभन्दा मनपर्ने बानी मेरो के हो
तर रिसाएपछि बाँधा नि यस्तो फा 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 गर्छ त्यही हो मुर्गुले फ्याक्फ्या गर्यो रिसाएको बेलामा आफैले थाहा हुन्छ त हैन सरी गाइस सरी झूठ बोले कौवा काटे कौवे से न डरियो गिटार लेता एकचोटि जा A few moments later. गाइस हाम्रो अर्को मेम्बर पनि थपी मैले भूत भनेको मैले चाहिँ के भन्ला यार अर्को मेम्बर नि थपिसक्यो भनेर भन्ला हैन गाइस फ्रेममा फरक पर्न देखिराख्नु भएको छ कि छैन ओची वान एन्ड ओन्ली आवर लिटल सिस जो कि साउको छोरी ठुलो भए त बुढी तर अहिलेलाई बहिनी ठुलो भयो के रे कमेन्ट डाउन बिलो मैले भर्खरै के भने मैले त सानो सानो कुरामा पनि तिमी रिसाउने भए लामो लामो झगडा गरिदिन बिताउने भए सकाउन तिमी सँगै कटाउने चाहना समय धेरै खाइराखेको के छ तिम्रो मुखभित्र है खाइराखेको के छ तिम्रो मुखभित्र है कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन खुसी खाली दुःख नदिने कोही कहाँ भेटिन्छ खै एकछिनमा आर्टिस्टलाई रोक्ने यस्तो बेला पहिला मोमो खान्छु एकछिन अनि त्यसपछि ल है अब चाहिँ हाम्रो लिटल के भन्छ भन्ने लिटल सिस्टरको चाहिँ आई मिन साउको छोरीको चाहिँ आज एक्जाम फाइनली सिद्धियो एक्जाम सक्यो कङ्ग्रेचुलेसन के हुन्छ होला त्यसको लागि एउटा गीत ल एक्जाम सकियो दिन रात गर्दा गर्दै एक्जाम सकियो तिमी लेख्दा लेख्दै हात गलिसकियो फाइनली आजबाट एक्जाम सकियो एक्जाम सकियो हिजोबाट लेख्दा लेख्दा आज त सकियो भोलि पनि आउँछ भन्ने गर्दा मलाई दियो तर आजबाट फाइनली एक्जाम सकियो एक्जाम सकियो को भेषमा कायो कौवा कराउँछ बेला बेलामा कागको भेषमा कहिले कराउँछ बेला बेलामा गाइस जे मैले भनेको थिएँ त्यो नसुन्नु होला पहिला कस्तो छ चिसो भयो देश सकियो मैले ताहले गर्दा देश सकियो भारतलाई फाइदा हुने खालको मोमो दियो गाइस हाम्रो बुढीको गीत सुन्नु एकछिन गाइस एउटा कुरा बाघलाई घाँस मन पर्दैन त त्यसले जबरजस्ती खाँदैन मान्छेलाई किमा नुडल्स मन पर्दैन त ठुसी ठुसी खान्छ हैन गाइस हिजो म पासपोर्ट बनाउन गएको थियो लाइन त बस्दा यहाँबाट कति भने 10:30 बजेतिर हिँडेको
त्यहाँ 11:30 बजेतिर पुग्यो। पत्याउनु भयो गाइस, काठमाडौँमा बस्न चढेर हिँडेर जान्छ भन्ने। हिँडेर होइन गाडीमा त्यस्तो भनेको थियो, भनेको थियो मैले। कमेन्ट डाउन बिलो भनेको थियो थिएन। अनि गइसकेपछि त्यहाँ हिजो तलको अनि त्यसपछि 11:30 बजेदेखि लाइनमा बस्दा 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 कति भने 3 बजे मेरो पालो आयो। लास्टमा त उतापट्टि जानु रे, त्यत्रो घन्टा लाइनमा बसेर उतापट्टि जानु भने। अनि फेरि अनलाइन घोडाको भेषमा गधा गधी अनि 2v1 चलिरहेछ गाइज। 1v1 भनेको 2v1 मोमो खानु नि 2v1, गफ गर्नु नि 2v1। द्याट्स सो इरिटेटिङ फर मी। तर केही छैन, आजलाई सहौँला। देखियो, लुगामा पर्छ। देखिरहनु भएको छ। ए हम लड़के हैं ना, हमारे साथ ऐसा ही होता है। केटी केटी एक ठाउँ भएपछि यस्तै हो के बाबु। त्यही हारेको खुसीमा म खान्छु ल। कतिवटा 1 2 3 4 5 6 7 8 9 10 वटा ओन्ली। 1 2 3 4 5 6 7 8 9 10 लु 10 10 वटा रहेछ गाइस। तपाईँले वेकेन्ड बाइटको त्यो भिडियोहरू हेर्नु भएको छैन युट्युब च्यानलमा? त्यो के भन्थ्यो, बमका गोला, मोमोका गोला, 3-3वटा गाइस एकैचोटि। आम्बो अट्केला है। पानी हान पानी 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 हान न। ब्रेकिङ न्युज, मेरो चाहिँ पासपोर्ट 1 हप्तामा नोटिफिकेसन आउँछ अरे। अनि म फाइनली जानेछु मेरो श्रीमानलाई छोडेर। गाइस कहिले भन्छ नरकमा स्वर्गको जस्तो फिलिङ हुँदैन। यमराज गएपछि स्वर्ग जस्तै हो नि नरक। फेरि थाहा छ कि नाइ? के अहिले राख्ने र पहिला म गीत गाउँछु ल। कुन चाहिँ गीत गाउँ ल? म पागल होइन। राजन भनेपछि को? राजनले सानवीलाई छोडेर भागेछ। अनि अर्कै राजनले सानवीलाई छोडेर भागेछ। अनि कुन राजन त? नागपाको राजनले छोडेर सानवीलाई गएछ। अनि कुन त? नगाउने राजनले सानवीलाई छोडेर गएछ। भारतलाई फाइदा हुने खालको सम्झी गीतै बिर्स्यो। यस्तो नि हुन्छ, खानामा ध्यान छ गाइस। भइहाल्छ नि रे। अझ मोमो त मिठाई त किमा नुडल त कामै नलाग्ने भयो। छि खाइहाल्छौ? मोमो चाहिँ फेरि मिठो छैन है? मिठो छैन है? राख्दो त्यो नखाने भयो। जुस हालेर सबै खानु परेन त?
यत्तिको बुझ्ने चाहिँ हुनुपर्छ है गाइज, यत्तिको बुझ्ने चाहिँ हुनुपर्छ मान्छे भएपछि। ओ ओ नि फाल्दो हुन्छ त्यो कसले खाँदैन। खान्छस् खान भने चाहिँ के मैले फालिदिनु गाइजहरूलाई दिनु यसमा मेरो कुनै हात छैन गाइज। ल एउटा गीत बना ल कुन। परदेसी परदेसी जाना नहीं। एकछिन होइन। मेरी सामने वाली खिड़की पे एक चाँद का टुक्रा। साउन्ड सानो त्यहाँ पनि सुन न एकछिन सानमी तिमी गाउ ल। हुन्छ कि मेरी सामने वाली खिड़की पे एक चांद का टुकड़ा रहता है। मेरी सामने वाली खिड़की पे एक चांद का टुकड़ा रहता है। अफसोस ये कि वो टुकड़ा कुछ उखड़ा उखड़ा रहता है। यो जी ट्याग गरेर आफ्नो गर्लफ्रेन्डलाई हालिदिनु ल, जो सधैँ रिसाइराख्छु। एकछिन पालो आउँछ। अरे बेटी सबर करो। फनी मिम पनि आफै बनाइदिए। एकछिन गाइज मैले खानै बिर्सेको। अरे परदेसी पहिला मोमो खान्छु ल। एकछिन बजायो भने त नि एउटा म गीत गाउँछु ल। वावा भन नि बिचमा। वावा भने भना भने कुकुर जस्तो लगाइज। अमा अलि बिस्तारी ल, बिस्तारी वा वा भन ल। गुरुङ इटिङ च्यानल जस्तो दाँत फुक्का निसिनु नि। परदेसी परदेसी जाना नहीं मुझे छोड़ के, हाय मुझे छोड़ के। नगर सामी गाइजहरु रिसाउँछन् कि अहिले दिन्छु तिमीलाई नि ल। ल फेरि सुरु गर। खाँदा खाँदा यस्तो पाद्ने पनि हुन्छ गाइज हेर्नु। बमका गोला धेर भएपछि यस्तो तोपका गोला पनि निस्किन्छ। आफ्नो पात आफैले गनाउने पहिलो व्यक्ति। यस्तो अकवर्ड मोमेन्टलाई कट गरौँ। दुइटा उठ। परदेसी परदेसी जाना नहीं मुझे छोड़ के। जाना बाहिर 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 लैजाऊ। कसलाई कसलाई आफ्नै पात सुँगेर आफूलाई बमिट आउँदो रहेछ। उही पा कि तैँले छोडिस् क्या? हेलो मिसिस भकिङ भकिङ। एउटा गीत गाउनु दिँदैन यार। गीत गाउनु नेपालमा के हो? कोठामा के हो यस्तो? परदेसी परदेसी जाना नहीं मुझे छोड़ के, हाय मुझे छोड़ के। परदेसी मेरे
प्यारा मुझे ना रुलाना तुम पास आना कहीं भूल न जाना परदेसी जाना नहीं मुझे छोड़ के आए मुझे छोड़ के हाय मुझे छोड़ के धन्यवाद 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 पेट अगाइसियो होइन गाई तर मुख अगाएको छ आई होप तपाईहरुलाई यो भिडियो राम्रो लाग्यो होला है खासै रमाइलो थिएन क्वालिटी पनि धेरै छैन त्यही पनि फलो चाहिँ गरिदिनु होला कतिचोटी खिच्नु पर्छ एउटा क्लिपलाई थाहा छ तपाईहरुलाई यस्तो चकचकी बाँदरहरु नि बिचमा आउँछन् थाहा छ त यस्तो हुन्छ गाइज ल भिडियो एकछिन भिडियो मन परेमा लाइक गर्नु होला आफ्नो 5 जना मित्रहरूलाई शेयर गर्नु होला अनि सब्स्क्राइब गर्नु होला फेरि पनि यस्तो अगाडि भिडियोहरु हेर्नको लागि